हाई साथीहरू, तपाईँहरू तरकारीमा के पकाउँदै हुनुहुन्छ? आज बोडी र आलुको तरकारी। कति बोडी र आलुको तरकारी खाने हो भन्नु होला। आज चाहिँ रोटीसँग खाने हो कि साथीहरू। चट्ट रोटी र बोडी र आलुको तरकारी खाने हो। बाहिर यस्तो निस्केको त आमा गड्याङ र गुडुङ के। अब तरकारीलाई यसरी डेन्जर तरिकाले सफा गर्नु पर्यो होइन। पानी त एकदम चिसो रहेछ कि साथीहरू। रुवाला भोइस राम्रो छैन, त्यही पनि स्क्रोल नगरिकन सुन्नु होला है मेरो साथीहरू। भोइस राम्रो नभए नि हावाहरू डेन्जर ला हेर्नु न, नङमा पिठो मुसेको ला छ होइन। अब यसलाई पनि सफा गर्नु पर्यो। अब बोडी र आलु चाहिँ लस पखालेर आफ्नो नङ पनि सफा गरेर म रेडी भएँ। सफा गरेँ मैले, नङ त्यति राम्रो त छैन होइन। दुवैतिर एकदम छिटो पकाएको तरकारी पकाएको, यतापट्टि साइडमा रोपेको पकाउनु पर्यो। भोक डेन्जर लाग्छ साथीहरू। अनि रोटी बोल्न लाएँ। रोटी त्यति राम्रो त म बेल्दिनँ हेर्नु। म चाहिँ पर्फेक्ट छैन, त्यो इन्डियनहरूले जस्तै घुमाइ गोलो तरिकाले बनाउन चाहिँ जान्दिनँ कि। तर लेट्स ट्राई इट होइन। ट्राई एन्ड ट्राई टिल यु सक्सेस भन्ने एउटा उखानै छ नि त हो साथीहरू। ल अनि म त मजाले बेलेँ होइन। अलि धेरै प्रेसर लाग्यो जस्तो लाग्यो कि मलाई साथीहरू। त्यही पनि बेल्दे। अब कसले गर्छ र मैले नगरेँ होइन। त्यही पनि आफैले गर्ने। ल कस्तो मजाले पर्फेक्टली घुमेको कि आमा। म त कस्तो ट्यालेन्ट के रोटी बनाउन नि आमा। मर्छु कि क्या हो बुढा, तिमीले त मलाई धन्दा पाएको रहेछौ। अनि यो बोडीको रस नसुकिन्जेलसम्म पर भुट्नुपर्छ होइन साथीहरू। अनि हल्का तेल निस्किन्छ, अनि त्यसपछि बल्ल मर मसला हाल्नुपर्छ क्या। यस्तो मिठो हुन्छ। अनि तावामा अघि फ्रेन्च फ्राई पकाएको, थोरै तेल थियो होइन, अल्छीको पारा यस्तै हो। अब यस्तरी ट्याक्का हाल्ने। यो रोटीले मलाई चिनेन कि मेरो ढङ्ग नभएको कमेन्ट गर्नु है साथीहरू। अब रोटी नै फुलेन कि। अब यस्तो एक्सपेक्टेसन भर्सेन रियालिटी भनेको यही हो कि। कत्रो फुल्ला भन्ने आश 2-3 घन्टा भइसक्यो त पिठो मुसेर राखेको होइन। फुल्दैन यार, टेर्दैन कि रोटीले। लौजा भनेर मैले पनि पछारे गरेँ कि। अनि ल पछारेको त डर दिइराखेँ क्या रोटी पनि। अब भने साथीहरू, यो केटकेटो जस्तै यो पछि रुवाको पिठोलाई यसरी कसले बाँड्छ? म बाँड्छु कि साथीहरू। मलाई चाहिँ लास्ट टाइम मजा लाउँछ है यस्तो गर्न है। के गर्नु अब, दुइटा आमाको बच्चा भयो नि आफ्नो केटकेट पारा त कहाँ जान्छ र होइन। मन गरिदिन्छु के। मजा लाग्छ मलाई फेरि यस्तरी पिठो मोलेर। एउटा नभए त के भएर अर्को रोटीले चेल्ना कि भनेर मैले लास्टमा अब यस्तरी राम्रोसँग पिठो लाएर यसले मलाई मायाले बेलेको है साथीहरू। अब यो रोटी त फुल्ला नि भनेर कि चिन्न मलाई, के म सुरुचि हो। मैले तँलाई मुसेको हो, मायाले मुसेको हो। कति राम्रोसँग मुसेको थिएँ भने थिएँ साथीहरू। भिडियो चाहिँ लामो भएर अर्को भिडियो भेटौँ ल। बाई बाई।